म भर्खर स्ट्रिम गरेको 2 दिन भएको थियो। दाइले मलाई आमा कसम भनेको भाइ, ढाँटेको होइन। दाइलाई पनि थाहा होला होइन। दाइले मलाई फेस टु फेसमै क्या सन्दन भाइ तिमी नेपालको नम्बर 1 स्ट्रिमर हुन्छौ भनेर डाइरेक्ट भनिदिएको थियो मलाई। मेरो चाहिँ कानमा चाहिँ पर्न आएको थियो क्या दाइ, के भन्नु न, के मैले चाहिँ के सुनेको थिएँ भने भिक्टर दाइले चाहिँ जो अरू कास्टरहरू हेरेको न रश्मि भाइको फ्लो चाहिँ मलाई होइन त्यो राम्रो आइडिया हो भाइ, त्यो राम्रो आइडिया हो क्या। त्यो नयाँ कन्टेन्ट पनि हो होइन, प्लस तिम्रो कति त्यो हुन्छ नि, कति ट्यालेन्टहरू हुन्छ नि मान्छेहरू, उनीहरूको लागि पनि त्यो एकदम राम्रो कुरा हो क्या। के हो भाइ, नगर नि त्यसो नगर, त्यो एकदम राम्रो क्या। किन भन्दाखेरि तिमीलाई थाहा छ नि होइन, अब समीर भाइ जोतमा हेर त होरो आइडलमा आएर कस्तो भयो, कस्तो राम्रो ट्यालेन्टहरू आयो होरो आइडलमा, थाहा छ तिमीलाई? त्यतिखेर हामीले जिस्केर गरेकोमा त्यस्तो राम्रो राम्रो आर्टिस्टहरू आएको थियो क्या। सोच न भोलिको दिनमा यहाँ पनि त आउन सक्छ नि त हामी जिस्किँदै। मलाई चाहिँ नेपाल आएपछि छुट्टै पार्टी। अरे मेरो भिक्टर दाई नमस्ते, धोकदिया हजुरलाई, लभ यु मेरो दाई। भिक्टर दाई इज फकिङ ओपी होइन। मान्छेले अब डिआरएस हो र भन्दै भिक्टर दाईसँग मलाई अलिकति उयो गिदी गर्छन्, तर भिक्टर दाई भनेको मेरो लभली दाई हो होइन। बिग साउट आउट टु भिक्टर पौडेल दाई। भइहाल्छ नि मेरो दाई, ठिकै छ। भिक्टर दाईले माया गर्छ, भाइहरूलाई सबैलाई माया गर्छ। दाई त्यस्तो, दाईलाई त्यस्तो वास्तै छैन यो यताउति। त्यो मलाई चाहिँ मलाई याद छ क्या दाइ अझै पनि होइन, भिक्टर दाईले मलाई एउटा डाइलेग हानेको थियो। म त्यतिखेर डिआरएसमै थिएँ होइन। दाइले मलाई भाइ तिमी नेपालको नम्बर 1 स्ट्रिमर हुन्छौ होइन, लेखेर दिन्छु भनेको थियो क्या दाइले मलाई खुद थमेलमा। म साङ्दै भिक्टर दाइ थियो, म भर्खर स्ट्रिम गरेको 2 दिन भएको थियो। दाइले मलाई आमा कसम भनेको भाइ, ढाँटेको होइन। दाइलाई पनि थाहा होला होइन। दाइले मलाई फेस टु फेसमै क्या सन्दन भाइ तिमी नेपालको नम्बर 1 स्ट्रिमर हुन्छौ भनेर डाइरेक्ट भनिदिएको थियो मलाई। मेरो चाहिँ कानमा चाहिँ पर्न आएको थियो क्या दाइ, के भन्नु न, के मैले चाहिँ के सुनेको थिएँ भने भिक्टर दाइले चाहिँ जो अरू कास्टरहरू हेरेको न रश्मि भाइको फ्लो चाहिँ मलाई